आज विजया दशमीको दोस्रो दिन देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली महानुभावहरूलाई हार्दिक मङ्गलमय विजया दशमीको शुभकामना व्यक्त गर्न चाहन्छौँ। तपाईँ र तपाईँको परिवार शान्ति, समृद्धि, सौभाग्य र दीर्घायु रहोस् भन्ने हार्दिक शुभेच्छा प्रकट गर्दछौँ। तर प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अहिले हामी सबैले सावधानीपूर्वक रहनुपर्ने अवस्था आएको छ। गत वर्षको असोज महिनामा आएको अविरल वर्षाको कारणले धेरैको ज्यान गएको थियो, स्वयं परिवार उजाडिनु परेको थियो। त्यो पीडा, त्यो विपद हामी सबैले भुल्न सक्दैनौँ। यस वर्ष पनि त्यस्तै क्षति बेहोर्न नपरोस् भनेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै आज असोज 17 गतेदेखि 20 गतेसम्म सबै देशवासीहरूलाई उच्च सतर्कता अपनाउन सचेत गराएको छ। गत वर्ष पनि प्राधिकरणले यस्तै चेतावनी दिएको थियो, तर धेरैले व्यवस्था गर्दै ठुलो धनजनको क्षति मात्र नभई अनगिन्ती परिवारको आफन्त गुमाउनु परेको थियो। त्यसैले यो वर्ष दशैंमा खुसी मनाउनु साथै सतर्कता अपनाउन हामी सबैको दायित्व बनेको छ। जल तथा मौसम विभाग अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मध्यभागमा भारी वर्षाको सम्भावना उच्च रहेको छ। कमला र कोशी नदीमा बहाव खतराको तहसम्म पुग्ने देखिएको छ। विशेष गरी बागमती प्रदेश, काठमाडौँको उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकनपुर र चितवनमा, त्यसै गरी कोशी प्रदेशमा सङ्खुवा, सभा, ताप्लेजुङ, इलाम, झापा र मोरङमा, मध्य प्रदेशको बारापर्सा, सर्लाही, रौतहट आसपासका जिल्लामा ससाना नदीहरू आकस्मिक बाढी आउने सम्भावना अधिक मात्रामा उच्च रहेको सतर्कता अपनाउन जरुरी छ। त्यसैले यसबीच हामी सबैलाई तलका कुराहरूमा ध्यान दिन आग्रह गरिएको छ। जरुरत नभइसकेसम्म घरदेखि टाढा र विशेष गरी रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद व्यवस्थापन समिति वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउने निर्णय लिन सक्ने हुँदा यो निर्णय पालना गर्न सबैमा अनुरोध गरिन्छ। पहिरोको जोखिममा रहेको तथा नदी किनारमा बस्ने बस्तीहरू उच्च सतर्कता अपनाउनु पर्ने। डुबान हुने बस्तीका बासिन्दाले नजिकै अग्लो र सुरक्षित स्थानबारे जानकारी लिनु र अरूलाई पनि जानकारी दिनु। आवश्यक परेमा तुरन्त सुरक्षित स्थानमा जानुपर्ने र तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरकारवाला सबै निकाय प्रतिकारका लागि सधैँ तयारी अवस्थामा रहनुपर्ने। जोखिम मुक्त राजमार्ग सडकमा तुरन्त परिचालन गर्न डोजर, एक्सकभेटर र लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्ने। पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्य सहयोगका लागि साझेदार संस्था, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समिति निरन्तर सम्पर्कमा रहनु। यस्तो विपदको अवस्थामा टाढाको यात्रा नगर्न सबैलाई अनुरोध गरिएको छ। तपाईँको बस्ने नजिकै यदि नदी, नाला वा पहिरोको जोखिमपूर्ण स्थान छ भने त्यहाँ नबस्न र सकेसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, पोहोर साल पनि मौसम पूर्वानुमानले पटक पटक जानकारी दिँदा पनि हामी व्यवस्था गर्दा ठुलो धनजनको मात्र नभई असंख्य मानवीय क्षति भोग्नु परेको थियो। त्यसैले यस वर्ष यस्तो गल्ती दोहोरिन नदिउँ। दशैं त रमाइलो गर्ने पर्व, तर सुरक्षित रहँदै रमाइलो गर्न अझै ठुलो जिम्मेवारी हो। घर परिवारसँग खुसी साटासाट गर्दै सुरक्षित ठाउँमा बस्दै बाढी पहिरोको जोखिम टाढा राख्दै दशैं मनाऊ। अनि तपाईँ र तपाईँको परिवारमा विजया दशमीको शान्ति, समृद्धि, स्वास्थ्य, सौभाग्य र सुखको किरण फैलाओस्। रमाइलो गरौँ तर सुरक्षित रहौँ। हार्दिक मङ्गलमय विजया दशमी 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।